धेरै पछि हाम्रो भेट भयो। आज केही स्पेसल दिन छ हाम्रो, भन्नुहोस् के छ? के छ हजुर भन्नु? मै भन्छु, आज हाम्रो गैरी जन्मेको दिन। जन्मिसक्यो आज भन्दा कति वर्ष अगाडि हो त? उमेर भन्नु सक्यो? उमेर तपाईँ कति हो? 23 वर्ष अगाडि बुढो भयो। आज 23 वर्ष अगाडि घटना घटेको छ, जुन घटना हुन्थेन। सरी, अचानक घटेको, त्यो त अर्कै सुनिन्छ र सुन्नुहोस् के अचानक घटेको घटनामा एउटा भाइ हो हात्यो। हामीसँग समीरजी पनि हुन्छ, समीरजी लगाउनुहुन्छ नजानुहोस् आत्यो। हाम्रो हेमिल्टनको सना सोझो बेस्ट भारत नाई समाज, नेपाल नाई होइन क्यानाडा नाई सङ्घको अध्यक्ष ल हाम्रो आइज झा पनि हुन्छ। तपाईँहरू चिन्नु भएर ऊ पनि छ, आयुष कुमार झा। म तपाईँहरूले त म चिनिहाल्नु भएको छ। आजभन्दा हामीले 3-4 महिना अगाडि भ्लग बनाएको थियौँ होइन, खै कहिले बनाएको थियौँ केटा भ्लग हो नि त। कहाँ आउँछ अहिले गाडी? ए आइसकेको छ हाम्रो गाडी, तपाईँलाई म देखाउँछु हाम्रो गाडी। हाम्रो गाडी आएको छ, हामी गऱ्यो उबर एक्सल ब्ल्याक एसयुभी व्हाइट कलरमा। जब अगाडि झा होइन गऱ्यो गएको ढोका खोल्थ्यौँ हामीले, किनकि उसको आज बर्थडे छ, उसले मेरोलाई खोलिदिन्छ। त्यसपछि हामी भित्र गएर यसो निस्किन्छौँ। सोभित द ब्ल्याक गाइ। यो पनि ब्ल्याक नै छ खासमा। हाम्रो गएर अगाडि बस्नु भएको छ किनकि उहाँको बर्थडे हो। ह्याप्पी बर्थडे टु हिम मिस्टर आयुष कुमार गैरे। आयुष गैरे। अब हामी मन्दिर जाँदैछौँ। मन्दिर नाम भन्नुहोस् तपाईँ? हिन्दू समाज टेम्पल। एड्रेस खै कहाँ हो? हेमिल्टन। यो धेरै सिरियस नभने गएर एड्रेस भन्नु त के त अलिकति के त भन्नु न। हेमिल्टनमा फेरि केही भयो? यो चाहिँ हेमिल्टनमा हाम्रो यहाँ बन्दुक हाम्रो होइन अगाडि पनि सुटिङ भएको थियो। हजुर कुन फिल्मको? यो हल्का जोक भयो, तर हामीले त्यसलाई जोकको सहित नदिउँ। अहिले सेफ छैन ठाउँ राति। हामी त जति पनि 9 बजी सुतिहाल्छौँ। अब यो बिहान 4 होइन बिहान 4 बजीसम्म काममै हुन्छु म। अब हामी एकछिनपछि खिच्छौँ है त अर्को दृश्यहरू। बाहिरको भ्यू देखाउँछु तपाईँहरूलाई म एकछिनपछि त, अहिले देखाउँछु। बाहिरको भ्यू चाहिँ हाम्रो यही हो, गएर अगाडि छ क्युट छ बाहिरको दृश्य। आज घाम लाग्छ, मौसम छ हाम्रो 10 डिग्री अपक्रम। क्यामेरा सिधा यही त हो आत्यो। अनि हाम्रो अर्को होमी चाहिँ आएन, बिहानै दौडा परेर खायो। बिहान उठ्ने बित्तिकै आमा बित्तिकै परेर खायो, किनकि हाम्रो नाई समाजको अध्यक्ष समीरजीले 2टा परेर ल्याइदिनु भएको थियो, 2टै खायो। त्यसपछि ऊ आउनु मिलेन। मन्दिर जाने मान्छे धर्म कर्म लागेको छौँ हामी 3जना। हामी हप्तामा एकपल्ट त जहिले पनि मन्दिर गएर आउँछौँ। Good afternoon, ladies and gentlemen. This is your captain speaking. Welcome board flight. यो नाटक गर्न थाल्यो, हामी बन्द गर्छौँ ब्लगलाई। हाम्रो फेरि हामी अहिले बाटोमै छौँ, आइपिन लायौँ। गएर चाहिँ केही गरी हामीले आइसकेर देखाउन सकेन भने त्यसलाई क्षमा प्रार्थी गर्दछौँ। यो छ खेत, यहाँ भर्खर धान के हो त कोदो लाउनु भएछ उहाँले। म कोदोको रोटी चाहिँ असाध्यै एकान्तमा घर पनि चाहिँ यहाँ कसैको सुनसान सडक। यो त लास्टै बङ्गलो गइरहेको फ्युचर। आइस गइरहेको यहीँ घर पाउँछु भन्थ्यो। गोल्फीमा बसेको गोल्फीले भिडायो हामीलाई घर। अब यहाँ छ के हो तपाईँहरू हेर्दै गर्नुहोस्। के हो बोर्डले आँखा तर्छ कि मलाई, हाम्रो चालकले आँखा तर्सक्नु भयो मलाई दृश्य नखिचन र। तर यो त हाम्रो कन्टेन्ट हो। कपाल चाहिँ अलिकति पिङ छ। अब हाम्रो 1 मिनट हामी आफ्नो डेस्टिनेसन पुग्छौँ। हामी धर्मात्माहरू छौँ, धर्म कर्ममा लागेका छौँ। फेरि खेत हेर्नुहोस्, यहाँ चाहिँ हाम्रो जौ भनेको खै के पो त्यो। अब धेरै डिटेल डिपमा नजानु गएर, डिपमा थाहा नि गार्बेजको कुरो। त्यो चाहिँ अलिसको सना ठुलो डिपेस्ट थिङ हो हाम्रो। यो मन्दिर, यो मन्दिरलाई दर्शन गर। कोही छैन त रहेछ, कोही हुँदैछ है यसो। यो मन्दिर यहीँ छ हाम्रो। थ्याङ्क यू। अब हामी ओदेसी ओके लेट्स गो। हाम्रो गइरहेको हो। अगाडि भन्नुहोस्। हेलो। जन्मदिनमा तपाईँलाई कस्तो अनुभव भइरहेछ आज? हाम्रो के भर्खर जन्म फिल भइरहेकोलाई। तर यसो हेर्दा चाहिँ हाम्रो उहाँको नाम चाहिँ नोरा राखेको छौँ हामीले। नोरा चिन्नुहुन्छ कि हुन्न? डोराको दिदी। ओ माई गड, तपाईँहरूलाई म ब्याक क्यामेराबाट देखाउँछु है। यो त मिल्छ मिल्दैन
ल एकछिन चाहिँ यहाँ मिल्दैन रहेछ आज यो चाहिँ हाम्रो मन्दिरको ओभरअल क्यामेरा रहेछ लुक भयो हाम्रो के हो यो के को छ त्यो हात्ती हो अरे मन्दिरको द्वार प्रवेश गर्छौँ हामी खिच्न मिल्छ मिल्दैन थाहा पाएन तर म खिच्दिनँ खिच्न मिल्दैन होला सायद मिल्दैनमा घन्टी त बनाउँछ त्यसपछि त्यही छ मन्दिरको ओभरअल लुक ल अब खिच्न मिल्दैन सायद मलाई थाहा भएन यहाँ लेखेको छ टिका चाहिँ हल्का बाङ्गो लगाएको छ उसले हाम्रो गैरेजी चाहिँ यहाँ हल्का के ध्यान गर्दै हुनुहुन्छ धेरै भक्ति भक्ति गर्नुहुन्छ हाम्रो गएर धेरै भक्ति गर्नुहुन्छ उहाँ मन्दिरहरू हेर्नु सक्नुहुन्छ तपाईँ अरू यहाँ पुरेतहरू पुरेत पनि हुन्छन् अनि हामी चाहिँ अलि यहाँ बसिरहेको छौँ कसो देखाउने अनि त्यहाँ अरू पनि भक्तजनहरू हुनुहुन्छ देखाउनु तिनजना हुन्छ उहाँ चाहिँ छिमेकी राष्ट्र भारतका हुन् नागरिक यो चाहिँ धेरै नै डिपमा सिरियस भइसकेको छ सेल्फी हाम्रो बोल्न सिरियसै छ ऊ पनि धेरै सिरियस भइसक्यो म चाहिँ हल्का अब निस्किन्छ चाँडै नै कति बजी टाइम पनि थाहा छैन 9:37 भएछ गएर हामी अब सागसब्जी लिएर गएर अहिले चाहिँ हामी मन्दिरमा छौँ अनि हामी जान लागेन हामीलाई चाहिँ पुरेतले के भन्नुभयो भन्दा रिक्वेस्ट गर्नुभयो हटेवा पुरेतै हो टपरी गाउँ सरी म पनि बाहुन्ने हो के अरे के रिक्वेस्ट गर्नुभयो भन्दाखेरि प्लिज तपाईँहरू धेरै राम्रो धर्म कर्म गर्नुहुँदैछ सफा गर्न सक्नुहुन्छ भने बिन्ती गर्नुभयो हामीले हुन्छ भनेर सबै मूर्ति सफा गऱ्यौँ अब हामी चाहिँ यता भ्याकुम गर्दैछौँ गरी प्लगिङ गर्नुहुन्छ उहाँले सरी उता पुरेको हुन्छ ऊ अन्त भएको थियो तपाईँ दृश्यहरू सुनाउँछ ऊ त सरी शिव हामीले पनि सफा गऱ्यौँ त्यहाँ पनि गरौँ अन्त सबै गरौँ अब हामी यो कार्पेटलाई सफा गर्छौँ मिस्टर गैरेजीले एकछिन ध्यान गर्नुभयो पराल कति हो मन्दिर सुपरभाइजर चाहिँ को थाहा भएन तर पराल लाग्दै आउँछ होला म तपाईँलाई देखाउँछु हामीले के सफा गऱ्यौँ त्यो त हामी सफा गऱ्यौँ सबै सामानहरू भित्र राख्छौँ किचन त के भन्नु त्यहाँ हाम्रो चुलो रहन्छ ग्यास चुलो सिलिन्डर पनि रहन्छ अहिले जहाँ लपक्कै टन्नै मिठाई लिएर जान्छ हाम्रो हनुमानजी नमस्ते के छ यता सुटकेस पनि रहेछ अहिले त के हो ल अहिलेलाई हामी बन्द गर्छौँ होला अहिले केही नयाँ घटना लाग्यो भने हामी देखाउँछौँ अहिले हामी बाहिर आइसक्यौँ गएर राष्ट्र राम्रोसँग सफा गऱ्यो अनि हाम्रो सँगै बसेर एक साथी के भन्नु त्यसले के भन्नु विमलले हाउसमेट विमलले कल गरेर के भन्नु भन्दा गैरलाई अपोइन्टमेन्ट दिनुभएको छ रिक्वेस्ट गर्नुभएको छ हाम्रो अपोइन्टमेन्ट आएर सफा थियो भनेर एप्रुभ छ कि छैन त्यो उसको एप्लिकेसन 20 डलर दिन्छ अरे पर आवर अब हामी ऐनामा हेर्छौँ केरा मसँग 2टा छ मलाई 2टा दिएको थियो पुरुतले सबै 2टा केरा दिए बुढाले म चाहिँ फ्रिजमा ऊ देखाएको थिएँ के हो त्यसको नाम उसको नाम हावा त्यो खानेकुराको नाम हो लड्डु होइन त्यो पानीभित्र हुन्छ नि पानीपुरी भन्यो फेरि रसगुल्लाको आश गरेर थिएँ लास्टमा केरा पाइयो जहाँ पनि केरा काममा पनि केरा यहाँ पनि केरा घर नि केरा होस् केही छैन प्रसाद रूपले हेरौँ मन्दिर हाम्रो अनि साँच्ची एउटा बच्चा सानो बच्चा आज एउटा छिमेकी राख्दा त्यो बच्चा कति खुसी भएर बोक्न आयो मलाई मैले मबाट बोकिन आयो अब हामी बाहिर जान्छौँ त्यसपछि हाम्रो आइसक्यो गाडी हाम्रो लागि ल बाहिर गएर भेटौँला है त ऐनामा देखाएर बन्द गर्छु हामी फेरि भ्लग यहीँबाट सुरु गरौँ किन भन्दाखेरि गएर एउटा केही नयाँ कुरा सुरु एउटा कुरा भन्नुभयो कुरा के भन्दाखेरि जुन प्रसाद यो प्रसाद मन्दिरमा सप्लाई गर्ने चाहिँ बिमली जुन जसले केरा हाल्छ कहाँ एड्रेस पनि भन्नुभयो आज 11641 अपर 41 675 अपर जेसमा केरा हाल्छ केरा बेच्छ गोटाको कति हो दर्जनको विमललाई हामी रिक्वेस्ट गर्छौँ नम्बर हामी डिस्क्रिप्सन नम्बर पनि हाल्छौँ अनि अर्को कुरा अनलाइन अर्डर लेख्छ उसले
यही हो कुरो हाम्रो केरा चाहिँ धेरै ऊ भएछ एकदम राम्रो रहेछ तर मान्छे राम्रो भएन मान्छे चाहिँ अलिकति फरक पर्यो अलिकति फरक पर्यो नत्र केही छैन मात्र नो कम्प्लेन छ केरा गुड जब पनि त पनि गुड जब भन्ने हो सरी नभन्न मै भन्छु गुड जब ल अब मन्दिरबाट बाहिर निस्किन्छ हाम्रो उबर आइसक्यो उबरमा थर्काउँछु आउनु भाइ नक्कल झक्कल नगर हो ल यो गएर यो झा यो पछाडिको सोभित्र जी मन्दिर हाम्रो यही हो मन्दिर वरिपरि भ्यू हुन्छ यहाँ के रोपेर छ केटा भन्ने त हाम्रो अदुवा कल हान्नु अनुस्पट गरेर हाम्रो होमी हेलो के छ हो हाम्रो अनुस्पट भनेको चाहिँ हाम्रो तपाईँ ब्लग सुटै छ उसको लागि उहाँबाट गएर लगभग उहाँले हात आफ्नो गाडी आयो हाम्रो सायद हाम्रो गाडी आयो अनुस्पटलाई नि अनुस्पट ब्लगमा है अनुस्पट देखिएन कालो मुख ए हो यही हो के छ ल सायद हाम्रो गाडी आयो है यो देखिएन क्या अनुस्पट देखियो हात माथि बस्यो यो हाम्रो गाडी पर ए म धेरै फ्याङ भएर दौडी लाज लाग्यो यो हाम्रो उसको एड्रेस कसले हान्यो ल यही हो अब हामी के भन्छौँ अब यो चाहिँ हल्का हल्का भिलेज टाइपमा रहेछ गाउँमा उहाँ घर पनि छ तपाईँहरू देख्न सक्नुहुन्छ ल धन्यवाद ल यो हाम्रो स्याडो ल यसको स्याडो ल अर्को महिना हाम्रो अनस्पटेल हाम्रो अलपटाबाट आउँदै हुनुहुन्छ झ्यामिटा आउँदै हुन्छ उहाँको लागि खसीको मासु उसले लिएर आउँछ आफै नदिए कति महिना भइसक्यो ल हाम्रो उबर ऊ झाले हो क्या म यो हाम्रो गाडी सायद हाम्रो हुन्छ त म सोध्छु के छ मलाई हाई दिस इज सोभित ओके थ्याङ्क यू Well, we were expecting you to turn, that's why. ओके ल गएर अगाडि बस्नु न गाडी चाहिँ हाल्नु मन पर्न फोहोर गाडी अनि गएर हल्का नरम लाग्यो अहिले नरम लाग्यो अगाडि बसिसकेको छ तपाईँलाई पछि जाने होइन उसको एलर्जी छ अरे ओके मलाई नसरोस् भनेर ओके आधा घन्टामा कल गर्छु ल अब हामी बाहिर गएर हाम्रो जहाँ हाम्रो आन्टीसँग घरमा छ धेरै सिरियस कुरा भयो यहाँ हामी राख्छौँ घर घर भेट्छौँ हामी यो केरा पनि छ बिमली राखेको बिमली के भन्छ यसलाई बिमलीलाई हामी ट्याग पनि गर्छौँ भिडियोमा उहाँले केरा हाल्नु भएको छ ल यही हो कुरो अब तपाईँहरू सोच्छ केरा हाम्रो जाउँ कि गाउँ के जाउँ होइन कोदो यो गीतले अलिकति हल्का हाम्रो भिडियोमा असर गर्छ त्यसले बन्द गर्छौँ हामी भाइ कलवा ड्राइभर हामी ठ्याक्कै घरमा आइपुग्यौँ गयो हाम्रो उबर सरी हाम्रो ड्राइभर कति राम्रो फुल फुलेको अब हामी अर्को लाइन दिएन खुसी हुन्छ ल नेपाल नाइसँग ल आज भ्लग हो त्यो त अनि के कुरा भयो त ल अब हाम्रो भ्लग यहीँ सक्यो अब हामी गएको ग्रान्ड हुन्छ हाम्रो जब हामी केक काट्छौँ झाडामा केक किन जान्छ अहिले लिएर आउनु राखौँ न ए अँ ल गएर हेलो एभ्री वान फेरि पनि यता छ हाम्रो झा यता छ हाम्रो गैरे यता हामी पनि हेर्न यता भ्लगमा आउँछ अनि हामी बज्यो 3 बजे कति 3 बजे कति भयो ठ्याक्क 258 भयो 258 भयो हामी कहाँ जान्छौँ भन्नु तपाईँ अब हामी जाँदैछौँ चुरा र मासु लिन हजुर अनि हामी स्प्राइट र कोक पनि आउँछौँ दुईवटा स्प्राइट कोक चुरा मासु खान्छ मौलीको प्रश्न छुट्टै दिन पार्टीमा किन नभन्न सबै भ्लगमा थाहा पाउँछन् हाम्रो यो चाहिँ जुन हामी 4 जना बसिरहेछौँ यहाँ धेरै मान्छे बोलायो भनेको घरपेटले छ घरपेट त आफै हो त घरपेट त आफै हो त हामी घरपेट त आफै हो तर धेरै मान्छे बोलायो हाम्रो रुलको खिलाफ छ यो रुलको खिलाफ होइन धेरै मान्छे अड्डे साह्रो गइरे के हुन्छ साङ्गरो हुन्छ साङ्गो नभन्न अब फेरि यहाँ त्यत्रो 670 फिटको स्क्वायर फिटको भन्ने भाइ 2000 नै भन्दैन कसले कल गर्छ अरूलाई कल गर्नुहुन्न यहाँ भ्लग भइरहेको बेला साइड बस्दै घरि हैन 87 कति खर्च छ अनि हामी जहाँ छौँ वालमार्ट त्यसपछि हामी त्यो नगर 24 आवर्स भेराइटीमा गएर हामी के किन्छौँ
Fanta. फ्यान्टा किन्छौँ Fanta र Coke. फ्यान्टा र कोक खाँदै हामी जान्छौँ वालमार्ट तपाईँलाई भन्छ चिउरा सुरा किनेर ओठ पनि सेतो कालो होइन अनि हाम्रो चाहिँ यो लागु पदार्थ रहित जन्मदिन मनाइदिएछ हामीले र भेजिटेरियन मासु शरबत खान्छ शरबत खान्छ घर बनाएर उही पानीपुरी मोहब्बत का शरबत. छाडा नबल अरू भनेको हामी उतै वालमार्ट गरेर देखाउँ तपाईँहरूलाई वालमार्ट अगाडि हामी एउटा कुनै जुस पसलमा पनि जान्छौँ ठुलो जुस पसल है गरे बियर चाहिँ है मलाई चाहिँ विस्की चाहिँ भनिहाल्यो। देखा न त्यहाँ कस्तो ल अहिले एकछिनपछि याद देखाउँ घाममा हुसी खाएर मर्ने अगेन हाम्रो चाहिँ अब प्लान के भयो भन्दाखेरि हामी चाहिँ जान्छौँ बिच ह्यामिल्टन बिच हामी जान्छौँ स्विमिङ त गर्दैन होला चिसो हुन्छ पानी दिनमा 3 फेरि नहुन हुँदा फेरि हाम्रो केटाहरू त्यहाँ छन् यो चाहिँ हाम्रो सिट हो यो चाहिँ ओ छोरा नम्बर अब हामी ह्यामिल्टन बिच गएर त्यहाँ तपाईँहरूलाई आफ्नो सिन देखाउँछौँ आफ्नो सिन चाहिँ त्यहाँको सिन देखाउँछौँ हामी फुटबल पनि खेल्छौँ हामीसँग फुटबल पनि छ भर्खरै किनेको मैले एमाजोनबाट हो अहिले जे भन्नु नि हो यो पनि छ के चुर हो बाटो ए सरी चस्मा लगाएको थिएँ मलाई लास्टै के हो यो चस्मा चाहिँ खोल्छु म ल एकछिनपछि तपाईँहरूलाई म सिन देखाउँछु यो चाहिँ हाम्रो गार्डन हो पिजी तपाईँलाई जिजी पनि देखाउँछु म यो चाहिँ हाम्रो पिजी यो चाहिँ हाम्रो जिजी पिजी नै राम्रो छ हाम्रो लागि ल तपाईँलाई पिकनिकको सेटअप देखाएन म देखाउँछु मैले जुन आज हाम्रो गहिरेको बर्थडे छ नि त तपाईँहरूलाई थाहा नै छ अब सुरुवातमा भनेको थिएँ यो चाहिँ पिकनिकको सेटअप हो के काट्ने हो कि यहाँ त यो हल्का दृश्य अर्कै देखियो केही भएन अहिले हामी के काट्छौँ त्यहाँ अलि आएर आधी घन्टापछि आएर है त ल हामी जहाँ छौँ हाम्रो डेस्टिनेसनतिरतर्फ उहाँले स्किल देखाउनु भयो यो छ हाम्रो वेस्ट 5th स्ट्रिट अर्कै घर झ्याला लाग्छ देखाइहाल्यो स्किल यहाँ धेरै नाटक थालेँ ल ठिक छ अब हामी भित्र गएर बस्छौँ हामी चाहिँ हुन्छौँ क्यामेराम्यान त्यसबाट हामी बस्छौँ अगाडि खोल्न गाडी लाज भयो क्या भिडियोमा लाज भयो क्या छिटो गर ल यसमा देखाउँछ हामी नाटक गरेको थिएँ मसँग छ सारी मैले गर्छु खुल्छ म जान्छु भित्र भ्लगर भएर म चाहिँ अगाडि बस्छु अगाडि बस्नु म त खासमा म उता बस्नु पर्ने हो तैपनि आज मोड छैन भ्लग बनाउने मोड छ मेरो गर्मी छ कहाँ गर्नु के गर्ने थाहा छैन खै के हो बस अहिले कस्तो गर्मी हो के हो यो कहाँ हो केही मिलेर जान्छ के पो हो यही चल्छ ल ठिक छ यति भयो अब हामी अलिकति बाटो जाँदा देखाउँछौँ गर्मी छ अहिले हामी जहाँ छौँ हामी कहाँ भन्नु एड्रेस भन छाडा नबल राम्रोसँग भन् यो चाहिँ हाम्रो सिट हो इज फ्रम इन्डिया दिल्ली साउथ दिल्ली हिमाचल ल अब हामी कहाँ जाने हो हामी ल अब हामी यो ड्राइभिङ अब हामी पछाडि भ्यू यो हाम्रो कालो झा हो. यही त हो अलिकति गोरो भइसक्यो अलिकति गोरो भइस् किन क्यामेरा राम्रो ल यो चाहिँ हाम्रो पछाडिको भ्यू हो हाम्रो सिट सेडम्पाल ग्यास स्टेशन जा रहे नभन्न भाइ नीचे भी होता ना गैस स्टेशन ऊपर सस्ता होता है. काइनर ल यो चाहिँ हाम्रो अप्पर जेम्स यहाँ समोसा मिठो पाउँछ यो चाहिँ स्पोन्सर होइन यहाँ चाहिँ सुटिङ भएको थियो. यहाँ चाहिँ सुटिङ भएको थियो क्लोथिङ फर मेन यो चाहिँ हाम्रो वालमार्ट हो खले सुधीर मालले छिमेकी अहिले चाहिँ हाम्रो पेट्रोल हाल्ने कुरा भयो पेट्रोल पैसा त मैले दिनु पऱ्यो ल $15 $15 तिराइनाले 1500 नेपाली घरमा परिवारले मासु खान्थे खसीको अर्का गाडीमा पेट्रोल भर्नु पऱ्यो मैले यो चाहिँ हाम्रो भ्यू यो हो अप्पर जेम्स स्ट्रिट चार्नबल ल पेट्रोल हालेछ हामीले अलि धेरै हाले अब हामी जान्छौँ गाडीभित्र त्यहाँ राम्रो मौसम छ हजुर के भन्नुभयो त गइरे के खाने हो र
आत्ते मै किन्छु कसको पैसा तेरै सेटिङ ल ल यो चाहिँ मेरो लागि अगाडि सिट हो किनकि आइएम स्पेसल तेरो काली डल्लीले मेसेज गरिदिने नि त खै काली डल्ली मनमा छे ल अग्ली गरी नि अग्ली गरी सबैको एकैचोटि भन्नुहुन्न ल ठिक छ लेट्स गो 15 बाहिर गएर हामी कुरा गर्छौँ सुरु गर्छौँ यो पार्क हाम्रो आयो ए पार्क के हो भाई जब स्टीयरिंग तेरे हाथ में था तो हमसे क्यों ओपिनियन ले रहा है हामी यहाँ पार्किङमा आयो की होइन बात नहीं है ना चलो आगे तो आगे भाई यहाँ पर अपांग भी शोभित है चलो भाई 27 में क्यों लगा रहा है शाबाश प्रो ड्राइवर एक ही बार में घुसा दिस हामी आइसकेका छौँ बिस्नेरी त्यो चाहिँ हाम्रो बिच भयो हामी गर्छौँ त्यहाँ स्विमिङ हामी अब यता हिँड्छौँ हामी पज गरौँ न हामी चाहिँ फुटबल खेल्न छौँ त्यसले यस्तो चिसो पानी छ त मलाई पनि जान लाग्यो ल फोटो खिच्नु न हाम्रो यहाँ फोटोग्राफिङ सिस्टम भइरहेछ मैले बलमा पर फालिदिएँ देख्न सक्नुहुन्छ किनकि बलमा धेरै दुःख दिएँ यिनीहरूले यो चाहिँ हाम्रो ओभरअल भ्यू मान्छेहरू छन् यो छ बर्थडे बोइला आज हामी हल्का उपचार गर्छौँ वान पानीमा चिसो भएन क्या मोटो त लास्टै छ 97 किलो छ ल अहिलेको लागि बल्तले म खुट्टामा बालुवा हटाइ आफू केही म बालुवा पार्न चाहन्न सायद सुटुक्कै जान्छ थाहा पाउँदैन बेङ्गालीहरू ल हामी माथि आइपुग्यौँ यहाँ साइकल पनि चढ्नु मिल्छ ल अब हामी जान्छौँ हाम्रो गाडीतर्फ ल यही हाम्रो ह्यामिल्टन बिच बाई सी यु टुमरो त के भन्नु हामी आइसक्यो गाडीबाट सामान राख्यौँ अब हामी निस्किन्छौँ यहाँ भन्ने कुरो भयो यो खायो हामीले खान थाल्यो यसले पाएको खानेकुरा बनाइसक्यौँ बनाउने हो पर्ने कट्टु लाउँ ब्लग बनाउनु छ क्या गरेर त प्यान्ट त अहिले चाहिँ हामी मोमो चाउमिन आयौँ केही नेपाली खाजा चाहिँ खानु पऱ्यो भनेर अहिले दिन्छु क्या फोटो नाटक न अहिले भित्र दिउँला क्या त नाटक नगर्ने फोटो छोड्नु ल ल यहाँ छ चिकन मोमो उयो त बिफ भन्छ त गाई खानुहुन्न हामी मोमो चाउमिनबाट आइसक्यौँ खाएर टन्न हाम्रो खाने मोमो खै के थियो मोमो र चाउमिन मैले चाहिँ कोक पाएँ किनेर जान्छौँ हामी घर गएर केक पनि काट्न मागिन्छ हाम्रो गइरहेको बर्थडे गएर सुत्छौँ आनन्दले केक काटेर खुल्छ खुल्दैन केही भएन खोल्न ल म चाहिँ भित्र गएँ अब प्रमोसन गरेँ होइन मैले तै पनि मिठो चाहिँ लास्टै मिठो म त बुझ्न सकेन म त 4 चौटा मासै छोडेँ ल त ल जस्ट घरमा आइपुग्यौँ हामी जस्ट घरमा आइपुग्यौँ अब चाहिँ हामी गइरहेको केक काट्छौँ गइरहेको हुनाले गइरहेको लागि ल्याएको जुन केक मैले ल्याएको थिएँ जुन हामी चाहिँ आज हामी गइरहेको आउटडोर ओन्ली बर्थडे मनाउँदैछौँ हामी घरभित्र केही पनि गरेनौँ हामीले केही घर केही खाँदा पनि खाएनौँ हामी त्यस्तो अल्कोहल जाँड केही चाहिँ लागेनौँ हामी केक शुद्ध चाउमिन र मोमोतिर लाग्यौँ यो सच्चा नेपालको के हो अभियान नुवाकोटको सलमान खान कहाँ गयो जग्गा दलाल कहाँ गयो त होमी
लक्ष्मी तँ आउँछ नि देखाउँछ है त हाम्रो सुरु भयो यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर गैरे ह्यापी बर्थडे टु यु ल ल ल ल ल ल खै त गीतै आएर त पहिला स्नेहालाई ए सजिलो कसलाई भन्नु भयो स्नेहा आ ब्लगमा ल खा थोरै घरकोलाई छुटाएर ए मलाई लाग्छ जसले चाहिँ रोजेर घर ल्यायो बस यही हो हाम्रो खुवाउने कार्यक्रम जा खुवाइ त ल खुवाइदियो जा खुवाइदिएन खुवाउनु जान्नुहोस् के त होइन खै पुरै खुवाइदिए पुरै खुवाइदिए पुरै उयो मलाई होइन के त्यसलाई गएर जा खुवाइदिएन कहिले त हो नि जा के गर्दैछस् ह्याप्पी बर्थडे टु यु म पनि खुवाइदिन्छु मेरी मायाले गरी कति क्युट खुवाउँदैन फाइन सेट पुरा पुरा म पनि चलिन्छु त बोर भयो यो चाहिँ म बनाएको ल यही यसकै साथ गरेको बर्थडे भ्लग समाप्त भएको सूचना